सासूले आफ्नो गल्ती थाहा पाएपछि आमा कस्तो ढिलो भयो हेर्नु न, बजार कस्तो भिड थियो। बहिनी त आइपुग्नु भएको छैन नि। राम राम राम। कत्रो बेर बजार उड्ले कि आज माघे संक्रान्तिको दिन। अब नन्दा आइपुग्न आधी घण्टा मात्रै छ। केटाकेटी सहित ल्याउँदैछ। लु जा छिटो गरेर भात पकाइहाल। गरिहाल्छु नि आमा, टेन्सन नगर्नु न। हेर्नु न मैले आज तपाईलाई साडी ल्याइदिएको छु। इ कस्तो छ हेर्नु त। आहा कति राम्रो साडी। मलाई त गजबको लाग्यो। यस्तो कलर त मेरो थिएन। तपाईलाई मनपर्छ भनेर तपाईकै लागि ल्याइदिएको के आमा। 5-6वटा पसल घुम्दा घुम्दा यो कलरको राम्रो लाग्यो अनि ल्याइदिएको। तपाईलाई पनि मन पर्यो, राम्रै भयो। ल म खाना पकाउन गएँ, एकछिन बस्दै गर्नु ल। त्यतिन्जेलमा बहिनी पनि आइपुग्नुहुन्छ होला अनि खाना खानुपर्छ। आहा कति राम्रो साडी ल्याइदि बुहारीले मलाई। बुहारी भनेको बुहारी नै हो। बुहारीले मलाई कति माया गर्छ। A few moments later. आमा के गर्दै हुनुहुन्छ? दर्शन अनि म त खोइ त केटाकेटी। केटाकेटी भोक लाग्यो भन्दै थिए, डाइरेक्ट माथि भान्सातिर गए। आइज बस। हिजो आउँछ भनेर बाटो हेर्दा गरे। अब आज माघे संक्रान्तिको दिन हिँड्नु हुँदैन भन्छन्। आमा केही पनि हुँदैन। अब के गर्नु त हो, अनि ज्वाइँको छुट्टी मिलेन, अनि केटाकेटीको पनि छुट्टी भएको थिएन। अस्ति परीक्षा भएर हिजो मात्रै परीक्षा सकिएको। अनि आज फटाफट गरेर छिटो छिटो गरेर बिहानै भए पनि जानु पर्यो भनेर मनैले मानेन। आएँ, केही पनि हुँदैन। ठिकै छ। के छ तपाईँलाई सन्चै छ? यो साडी हेर त कस्तो छ। आहा कस्तो राम्रो रहेछ। क्वालिटी पनि कस्तो राम्रो रहेछ। राम्रो छ आमा। मन पर्यो? मन पर्यो। मन पर्यो भने लैजा। तँले लगाएको र मैले लगाएको एउटै त हो नि। त पनि तेरो सासुलाई खतरा खतरा साडीहरू किनेर दे। मलाई त यो बुहारीले देखियो। दिन त दिन्छु नि हो आमा, के गर्नु दिएर। अनि मैले किनेर ल्याइदिएको जति सबै छोरीलाई लगेर जिम्मा लाउनुहुन्छ। त्यही भएर मैले त आजभोलि दिनै छोड्दिएँ। ए मैले त गल्ती पो गरेँ कि क्या हो छोरीलाई दिएर। होइन यहाँ भरे मलाई पनि मेरी बुहारीले दिने छोरी भने। मेरी सासु आमाले जस्तै कुरा बुझ्ने हो भने कसैका घरमा बुहारीले दुःख पाउँदैनन्।